श्रद्धेय सभापति हन्सासिङ नेपाली काङ्ग्रेसका सम्पूर्ण पदाधिकारीहरू, नेपाली काङ्ग्रेसका नेता पूर्व मन्त्री टेकेबहादुर थापाजी र सम्पूर्ण यहाँ उपस्थित धेरै साथीहरू हुनुहुन्थ्यो। अहिले त कति साथीहरू निस्किसक्नु भएको छ। आफ्नो महत्त्वपूर्ण विचारहरू राखेर साथीहरू यहाँबाट बाहिरिनु भएको छ। हामी एउटा सङ्गीन मोडमा छौँ। देशले धेरै ठुलो क्षति, मानवीय क्षति र भौतिक क्षति बेहोरेको छ। यसको कुनै लेखाजोखा छैन। हामीले 24 घण्टाभित्र नेपालको भयावह अवस्थाबाट हामी गुज्रिरहेको त हामी पनि के हुने हो भन्ने अवस्थामा थियो। अघि एके दाइले भन्नुभयो, म त 15 मिनट मेरो परिवार यसरी हात खडाएर नतमस्तक उभिनु पर्ने बाध्यता। यो खालको अवस्थाहरू धेरै साथीहरूले देशैभरिबाट खेप्नु भयो। हाम्रा नेपाली काङ्ग्रेसका श्रद्धेय सभापति, जसले चाहिँ नेपाली काङ्ग्रेसको नेतृत्व गर्नुभयो, पार्टीको सभापति हुनुहुन्छ, पूर्व प्रधानमन्त्री हुनुहुन्छ। उहाँहरूले भोगेको पीडा त हामीले चाहिँ बताएर सक्ने अवस्थै छैन। त्यसैले त्यो उहाँमाथि भएको होइन, समग्र नेपाली काङ्ग्रेस र नेपालको लोकतान्त्रिक आन्दोलनमाथिको जुन एउटा बर्बर चाहिँ आक्रमण थियो, त्यसको चाहिँ हामी घोर भर्त्सना गर्न चाहन्छौँ। र त्यसपछिको परिस्थितिमा यो नेपाली काङ्ग्रेसभित्र एक खालको रक्त सञ्चार भएको छ। हिजो काङ्ग्रेसलाई विभिन्न समयमा विभिन्न तरिकाले लिगमा ल्याउने र पार्टीको विधान त अगाडि बढाउने जुन एउटा नेतृत्वलाई घचघच्याउने तल रहेको एउटा जुन एउटा सचेत वर्ग छ नेपाली काङ्ग्रेसको, जो एउटा विधानले पनि एउटा चिनेको वर्ग, विशेष गरेर नेपाली काङ्ग्रेसको महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधि साथीहरूले एक खालको रक्त सञ्चार गर्नु भएको छ पार्टीलाई। हिजो एउटा ढिक्को भयो, देशमा चाहिँ एक खालको एकदमै अन्यलको अवस्थामा हुँदाहुँदै अहिले चाहिँ पार्टीलाई फेरि एउटा ऊर्जा दिने तरिकाले पार्टीको अधिवेशनको कुरा र नेतृत्वले यो अधिवेशन जुन समयमा हुनुपर्छ भन्ने खालको विधानले तोकेको कुरालाई चाहिँ टार्ने, अब यो अहिलेको अवस्थामा टार्ने कसरी हुन्छ, यो समस्या हो भनेर चाहिँ टार्ने खालको अवस्था सिर्जना भइसकेपछि साथीहरूले जुन एउटा हस्ताक्षर अभियान सञ्चालन गर्नुभएको छ, अनि कतिले चाहिँ समर्थनमा गर्नुभएको छ, कतिले विपक्षमा गर्नुभएको छ। तर गण्डकी प्रदेश कार्य समितिले हामी एउटा छलफल गऱ्यौँ र यसलाई चाहिँ आफ्नो स्वतन्त्रपूर्वक विचार राख्न सक्ने खालको वातावरणहरू, प्लेटफर्म नेपाली काङ्ग्रेसले संस्थागत रूपमा गण्डकी प्रदेश कार्य समितिले राखेको छ। र यहाँ साथीहरूले जुन खालको महत्त्वपूर्ण आफ्ना विचारहरू, दृष्टिकोणहरू यहाँ राख्नुभयो, उहाँहरू सबैप्रति म हार्दिक धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। म लगायत नेपाली काङ्ग्रेस गण्डकी प्रदेश कार्य समितिले यो आयोजना गरेको भेलामा उहाँहरू टाढा टाढाबाट आएर आफ्ना भावनाहरू राख्ने, पार्टीलाई एउटा विधिवत रूपमा चलाउने र नेपाली काङ्ग्रेसको मूल आदर्श, सिद्धान्त र यसको विधानलाई चाहिँ संस्थागत गर्ने कुरामा चाहिँ उहाँहरूको चाहिँ अमूल्य जुन मत आएको छ, त्यसका प्रति म हार्दिक धन्यवाद र आभार व्यक्त गर्दै यो महत्त्वपूर्ण कार्यक्रम अब लगभग समापनको अवस्थामा छ। म भन्न चाहन्छु, हामी धेरै साथीहरू नेपाली काङ्ग्रेसभित्र जीवन खोजिराखेका छौँ। हेर्नुहोस्, मैले देख्छु मेरो आदरणीय सभापतिज्यू, उहाँ चाहिँ उमेरले लगभग 74-75 वर्ष हुनुभएको छ, तर उहाँ चाहिँ 78 वर्ष हुनुभएको छ, 80 वर्ष हुनुभएको छ। तर उहाँको चाहिँ उहाँको युवा, उहाँको जुन एउटा जुझारुपन छ, उहाँलाई चाहिँ कोही हामी 16-17 वर्षको युवाले जित्न सक्दैन। उहाँको त्याग छ, बलिदान छ। म उमेरको हदलाई भन्न खोजेको होइन, त्यो उहाँ यति उमेरको हुनुहुन्छ तर पनि उहाँको चाहिँ सक्रियता, उहाँको भूमिका जुन महत्त्वपूर्ण छ, त्यो हामीले चाहिँ सबैले हेर्न लायक छ। हामी पछिल्लो पुस्ताका साथीहरूलाई पनि हेर्न लायकको छ। त्यसैले यहाँ केही विषयहरू उठेको छ। अब राष्ट्रिय सभाको अप्पर हाउसमा जाने, हुन त
फेरि यो गण्डकी प्रदेश कार्य समितिको मात्रै ठेक्का हो र भन्ने पनि हुन सक्छ। मैले यो विचारलाई तरुङ्दै अब एउटा विचार आयो तर विचारलाई के हो त भन्दा यो मात्रै हुन सक्छ त। अब हिजो हाम्रो महामन्त्रीजी गण्डकी प्रदेशबाटै हाम्रो राष्ट्रिय सभा अप्पर हाउसमा जानुको अहिले फेरि सभापतिको प्रस्ताव आइरहेछ भन्नुभयो होला। तर पनि हामी हेर्छौँ उहाँ जस्तो नेपाली काङ्ग्रेसलाई जीवन्तता दिने व्यक्ति अरू जिल्लामा पनि हुनु होला। उहाँहरूको पनि भावना उहाँहरूका नामावलीहरू पनि हामी सङ्कलन गरौँला। तर त्यसमा पनि अब्बल चाहिँ हाम्रो आदरणीय सभापति हुनुहुन्छ। यसलाई चाहिँ हामी सगर्व अबको गण्डकी प्रदेश कार्य समितिको यो जुन भेलाले पनि अनुमोदन गरेको छ, हामी कार्य समितिले नै अनुमोदन गरेर यसलाई चाहिँ हामी अगाडि बढाउनेछौँ र नेताहरूलाई चाहिँ हामी घचघच्याउनेछौँ र हाम्रो सम्मानित हाम्रो सभापतिलाई अप्पर हाउसमा लानका लागि हामी सबै लाग्नेछौँ भन्ने कुरा पनि म यहाँहरूको बिचमा राख्दै यो महत्त्वपूर्ण कार्यक्रममा उपस्थित भएर गइसक्नुभएका र रहिरहनुभएका सबैप्रति हार्दिक आभार र धन्यवाद व्यक्त गर्दै मेरा भाइहरू अन्त्य गर्न चाहन्छु। हस्, धन्यवाद। जय नेपाल।